हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ म सुँगुरको मासु र कलेजो पकाएको भिडियो बनाएर लाउँदै छु। यहाँनेर मैले चाहिँ एउटा कराईमा तेल हालेर एकदम रेडी बनाएको छु। यो चाहिँ फलामको कराई हो। यसमा चाहिँ अनि मासु बनाउँदाखेरि एकदम मिठो हुन्छ भनेर चाहिँ मैले यो कराईमा मासु पकाउन लागिरहेको छु। मैले यहाँनेर प्याज अनि खोर्सानी काटेको अनि लाएर यसलाई अनि मज्जाले भुट्ने छु। सुरुमा चाहिँ यो प्याज र खोर्सानी चाहिँ एकदम अनि रातो भएर डढिन्जेलसम्म चाहिँ अनि यसलाई म फ्राई गर्ने छु। यो प्याज र खोर्सानीलाई सुरुमा अनि उता मासु पनि मैले धुइकन अनि रेडी बनाएर राखेको छु। अब मेरो प्याज र खोर्सानी पनि यहाँनेर फ्राई भएर एकदम रातो भएको छ है। अब यसमा म अघि धुएर राखेको मासु लाउँदै छु। मैले चाहिँ यहाँनेर यो मासुहरू चाहिँ अनि थोरै गर्दै यहाँनेर लाउँदै छु। अनि यो मासु लगाइसकेपछि चाहिँ अनि यसमाथि अनि बेसार अनि त्यसपछि अनि बेसार लगाइसके पछाडि फेरि अनि नुन पनि लाउँदै छु। किनभने म चाहिँ नुन र बेसार चाहिँ अलिक अगाडि नै लाउँछु। किनभने नुन र बेसार अगाडि नै लाएर पकायो भने चाहिँ अलिक मिठो भयो जस्तो लाग्छ है मलाई चाहिँ। अनि कतिले चाहिँ एकछिन पछाडि अनि नुन बेसार प्याजहरू चाहिँ पछाडि पनि लाउनुहुन्छ। तर म चाहिँ सुरुमा प्याज खोर्सानी अनि त्यसपछि नुन र बेसार लाएर अनि यो मासुलाई फ्राई गर्छु। अनि यसरी मैले अनि मज्जाले यसलाई मिक्स गरेँ अनि मज्जाले चलाएँ है, सबैतिर लाग्ने गरी अनि चलाएको छु। अनि यसलाई एकछिन अनि फ्राई गर्न म त्यतिकै छोड्दैछु नछोपिकन। अनि यो मासु चाहिँ मैले अघि पानीमा धुएको थिएँ, त्यही भएर अनि यहाँ पानी निस्किरहेको छ। यो पानीलाई पनि अनि सुक्ने गरी अनि म भुट्ने छु। अब यो मासुलाई फेरि अनि मैले मज्जाले चलाएको छु है। अनि सबैतिर नुन र बेसार लागोस् भनेर अनि यसलाई म फ्राई हुनको लागि फेरि छोड्ने छु। अब यहाँ चाहिँ यो मासु अलिक फ्राई भइसकेको छ। त्यो पानीहरू चाहिँ सुकेको छ। अनि अझै अब यो मासुलाई एकछिन फ्राई गर्नेछु। अनि मात्र म यो मासुमा अनि मसलाहरू टमाटरहरू लाउने छु। अब एकछिन चाहिँ अलिक फ्राई हुन दिनेछु। यसरी मजाले सबैतिर यसरी फिजाएर राखेपछि अलिक मजाले अनि यो चाहिँ फ्राई हुन्छ है। अब यहाँनेर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ अनि एकदमै रातो भएर यो अनि फ्राई भएको छ। अनि यसमाथि मैले अदुवा लसुन अनि जिरा धनियाँको पेस्ट अघि रेडी बनाएर राखेको थिएँ। अनि त्यो चाहिँ मैले यहाँ माथि लाएको छु। अनि त्यस पछाडि यो मसलालाई चाहिँ अनि मासुमा मजाले अनि मिक्स होस् भनेर चाहिँ मजाले मैले अनि चलाएको छु। अनि मजाले चलाएर अनि एकछिन यसलाई पाक्नलाई अनि म छोडिदिने छु। अब मसला पनि मजाले पाकिसकेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ अहिले यो मासुको कलर अनि अर्कै भएर गएको छ। अब यसमाथि चाहिँ म अनि मसिनो अनि पिस काटेको टमाटर यहाँ माथि राख्ने छु। अनि यो टमाटर हालिसकेपछि चाहिँ अनि मासुले अनि म छोपेर यो टमाटर चाहिँ अनि मजाले पाकोस् भनेर अनि एकछिन छोड्दैछु। अनि अब फेरि अनि यो मासुलाई म चलाउँदैछु। यहाँ चाहिँ अनि टमाटरहरू पनि अनि बल्नलाई अनि ठिक्क भइरहेको छ। अनि यो सबैलाई अनि म अनि मजाले चलाएर मिक्स गर्दैछु। अनि यहाँ चाहिँ टमाटर पनि एकदम मजाले पाकिसकेको छ है। अनि अब यसमा चाहिँ अनि म थोरै पानी राखेर यसलाई फेरि अनि अझै अनि पकाउने छु। किनभने चाहिँ सुँगुरको मासु चाहिँ अनि अलिक निकै बेर पकाउनु पर्ने हुन्छ है।
अनि यसमा मैले थोरै पानी राखेर यसलाई अनि एकैछिन अनि पाक्नलाई छोडिदिनेछु। अनि अघि लगाएको पानी चाहिँ अनि मजाले अनि सुकिसकेको छ है, पाकिसकेको छ। अनि अझै फेरि यसमा एकपल्ट अनि थोरै पानी राखेर फेरि पनि यसलाई म अनि पाक्नलाई छोडिदिनेछु। अनि यो पानी सुकिन्जेलसम्म अनि भुट्नेछु यसलाई। अनि हेर्नु सक्नुहुन्छ तपाईहरुले। अनि यो चाहिँ मजाले अनि ग्रेभी तरिकाले अनि मजाले अनि पाकेको छ है। आजको यो मेरो सब्जी चाहिँ अनि मैले अनि यसरी पकाएको छु। अनि एकदमै हेर्दै अनि मिठो अनि खाउँ लाग्दो भएको छ। अनि तपाईहरुलाई चाहिँ अनि कस्तो लाग्यो अनि हेरेर अनि प्रतिक्रिया दिनु होला। हुन्छ, सबैजनालाई धन्यवाद।